हेलो गाइज, आज चाहिँ पानी परिरहेछ अनि म चाहिँ अब यस्तो चिसो चिसो मौसममा सब्जी लिन जान आँटेको। दादा चाहिँ यता हुनुहुन्छ, दादा हो आजको भान्से। कहाँ फंस गया भाई मैं। अब सब्जी लिन जानुपर्ने हुन्छ, पानी परिरहेछ, सब भिजिन्छ। भ्यू चाहिँ दामी छ होइन। यता हाम्रो बाइक स्टार्ट भइसक्यो, अब जानुपर्ने हुन्छ। ल अब हामी चाहिँ अब हिँड्न लाग्यौँ होइन। बाइक स्टार्ट अलिक खोज्दैन। ल गाइस, अब चाहिँ हामी जानुपर्ने हुन्छ चोक। ल गाइस, चाहिँ हामी अब हिँड्यौँ होइन। हिँड्यौँ भन्दा पनि हिँड्ने बाटो चाहिँ एकदम खतम छ यहाँ। लडियो भने त बेहाल हुन्छ है बाटो। हेर्नु न, भर्खर माटोले गिटी हालेर पुगेको छ, त्यही भएर अलिक झन् राम्रो। स्कुल जानेहरू चाहिँ उहाँ पर्दछन् गाडीमा पढाउनलाई। आफू त स्कुल पनि गइरहेको छैन। सबैजना म त्यता जान आँटेको होइन, यहीँसम्म हो। गाडीमा पठाइदिएन, सबै भिज्छन्। सबै भिजेरै जाडो जाडो छ। सबै क्यामेरामा नि पानी पसिरहेको होला, सबै भिडियो पनि देख्छु। अब म त्यहाँ दोकानमा छिर्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ पैसा लिनुपर्ने हुन्छ। हाम्रो मम्मी हुनुहुन्छ रहेछ होइन। यता चाहिँ यस्तो छ। कस्तो भइरहेको छ त मम्मी? केजी मासु कसरी केजी हो? ल अहिले चाहिँ हामी होइन अब हिँडिसकेको छौँ फाइनली। सबै क्यामेरामा पानी छिरेको छ होला। दाइ मासु लिन्छ 1 केजी हाल्नु। विदेशबाट ल्याउनु भएको ल। अहिले चाहिँ हाम्रो मासु निस्कियौँ होइन। घर जानुपर्ने हुन्छ त्यसको मासु।
यहाँ चाहिँ ग्यारेज छ, रिकन्डिसन एन्ड तपाईँहरू नि यहाँको ग्यारेजमा बाइक बनाउन आउनु सक्नुहुन्छ। एकदमै राम्रो बनाइदिनुहुन्छ दाइले। अब चाहिँ म सब्जी लिएर घर फर्किँदैछु र के रहेछ हो आज चाहिँ। आन्टी बाइक आयो, बाइक आयो, बिचमा हुनुहुन्छ। के रहेछ आज बिचमा टिकटक बनाउँदै सकिँदैन। हाम्रो यता भित्र हेर्नुपर्ने हुन्छ। हाम्रो घरजना चाहिँ नानीहरूले छिटो नानीहरू हाम्रो दादा चाहिँ त्यहाँ बसेर के गर्नुहुँदैछ, के पर्खिनु हुँदैछ। एकदम लडियो भने तनाव हुन्छ। पानी पनि रहेछ अब त। दिदी आएको छैन, खाएर सुत्ने। हाम्रो आजको भ्लग चाहिँ अब यहीँ अन्त्य गर्छु होइन। सबैजनालाई बाई बाई।